हेलो एभ्रीबडी। सो आज हामी चाहिँ कलेजको लास्ट डे थियो र हामी चाहिँ लेक साइड आएको हो। हामी यति दुःख पाएका छौँ यहाँ। र के भयो भन्दाखेरि गरममै हामी सुरुमा चाहिँ हामी लेक साइड हामी कता झऱ्यौँ भने अलि तल झरेको थियौँ। अनि त्यसपछि चाहिँ त्यहाँबाट हामी हिँडेर फेवातालमा झरेको आरती गर्ने ठाउँमा फेवाताल झऱ्यौँ होइन। अनि फेवातालमा झरेपछि चाहिँ अनि हामी हिँड्दै भन त तिमी यो कुरा भन त। अनि त्यसपछि हामीले चटपट खायौँ। हामी म भन्छु के भन्छ 3टा हामी 13 जना थियौँ। हामीले 3टा चटपट खाएको होइन। यति भोक लाग्थ्यो हामीसँग एनर्जी पनि थिएन। अनि एनर्जी त्यतिले त कस्तो मुख गिजाउनलाई खाए जस्तो मात्रै भयो कि। अनि त्यसपछि हामी खाएको ठाउँ पनि देखाइदेऊ न। कफी एन्ड ब्रेड अनि चाहिँ त्यसपछि चाहिँ हामी कफी ब्रेकमा गयौँ। अनि त्यहाँ चाहिँ हामीले चाहिँ होइन के भन्छ 555 को चाहिँ यति थियो कि पिज्जा 765 समथिङ थियो। स्ट्रिप त एउटा पिस मात्रै खायो होला। अनि आधा गरेर हामी यस्तो भएको होइन। यहाँ आएर कति रिग्रेट भएर हाम्रो यति धेरै पैसा खर्च भयो। घरबाट हामीले पाउने कि होइन तिर्नको लागि मलाई त झन् घरकाले फेरेलको लागि कपडा किनेर पनि माने छैन। मेरो पनि त्यस्तै भन्छ त्यसको पैसा कसरी माग्ने थाहा छैन हामीलाई होइन। घुम्न आउने म पनि मेरो भाइ भोलि आउँछ घरबाट फेरि लेक्चर घुमाउनु लिएर आउनु छ। अगाडि छिटो जाऊँ। हामी चाहिँ यहाँ उछिन्दै अगाडि गइरहौँ होइन। कहाँ हो तिमीहरू? हो मलाई यताबाट सजिलो हुन्छ कि यसो गर्न। ब्लगर ल ब्लगर है। मलाई लाज नलाइकन मैले गरिरहेको यहाँ यति धेरै मान्छे लाज किन बबिता फेरि एकदम राम्रो भयो अरे कि फेरि हो कि हेर कस्तो राम्रो आयो यार। अब चाहिँ हामी चाहिँ यहाँबाट लेक साइडबाट निस्किने बेला भएको छ। लन्चोक आउनु लागेको छ बस स्टेसन। हामी त्यही आउनु लागेका छौँ। अब हामी निस्किँदैछौँ होइन। यहाँ चाहिँ कति धेरै विदेशीहरू छन्। यो बबिता फेरि मेरो टाइप भन्छ नि यार। तेरो टाइप विदेशीहरूले बुझ्छ कि बुझ्दैन होला यस्तो भन्यो भने बुझ्छ न टाइप सुनेपछि यो ठाउँ थाहा ल के हो थाहा नि होइन चस्मा कहाँ ठाउँ छोडिदियो बाटो अर्ध ब्याग त कति सानो देख्छु त मैले यत्रै थियो ब्याग छोड्ने बेला काम ल मलाई चाहिँ ढुगा ला हाम्रो चाहिँ बोर्ड आउँदै हो होइन। कसरी हो मलाई पनि थाहा छैन। टेन्सन भइसक्यो खुट्टा दुखेर के मेरो कामना यता कामना बोल्छ लौ बोल कामना भाइले जाने बेला किन्ने हो। ल हामी यहाँ निस्किँदै हामी मेरो खुट्टाले कसम हामीले यहाँ भ्लग बनाउँदै हामी भाइ भने होइन यार। हामी चाहिँ एउटा गाडी हो ए उता रहेछ सपनाहरू हामी यहाँ फ्रीको खाना खाउँ है। ल के हो फ्रीमा खाने? हामी चाहिँ यहाँ फ्रीको माल खाना आइरहौँ उसको लागि एडभर्टाइजको लागि अस्ति नि उमा नि हरिचोकमा नि यस्तै गर्थ्यो उसको यहाँ चाहिँ हामीले फ्रीको खाना त्यही भएर आइरहौँ हामी। फिरेको पासै आयो यहाँ टाइम ल्याउनु ए हाम्रो अङ्कलले दिइराख्नु है। अङ्कल आयो भनिदिनु ल। अङ्कलले चाहिँ हामीलाई फ्रीमा खुवाउँदै हुनुहुन्छ है। ल अङ्कल अङ्कल मलाई त भोलि हाल्दैन त्यसको साथै भाइ आज भोलि हालिदिनुहुन्छ। ल अङ्कल धन्यवाद है धेरै धेरै। हामी यहाँ ब्लगमा छौँ। ल हामीले त फ्रीको खाना पायौँ ए ल एकदम मिठो छ एकदम राम्रो पनि नखाइकन टेस्ट गरेर एकदम मिठो छ। सबजना ट्राई गर्दिनु मिठो छ बेस्ट। ल जाऊ ल हामीले चाहिँ भिडियो पनि रेकर्ड गरिसकेका छौँ फ्रीको खामको गरम न एउटा भिडियो मेलो छ्या मैले कसरी हेरेँ यार क्यामेरा
चल्दैन ओ यहाँ रहेछ फ्याक्ट्री हाम्रो सब हेर्नु त ओ यहाँ रहेछ फ्याक्ट्री लिएर जानु पर्यो यार छोड्दिनु पर्यो पहिले भनेको सुन्दा मलाई याद आएको के त्यो जाम जाम त्यो भन्छ नि नाकाड निस्केको भन्छ होइन के मलाई याद आएको सलिना तैँले भन्दैछ यसो गरेर मैले कसरी हेरेको याद क्यामेरालाई भनेर अनि मैले याद आएको हिस्टोरी हेरेर नगाएको मैले त्यसरी हेरेर खाइरहेको थिएँ कि अनि त्यही भएर मलाई अचानक यता बसेर राइट साइडतिर लग हो म यता बस्छु ल है त किन भन्दा यसरी गऱ्यो भने सजिलो हुन्छ कि ल हामी फ्रीको माल झरेर खाना क्या यो लिएर ऊ पनि कहाँ गयो तिनीहरू? अम्ब्रेला सिटी अम्ब्रेला ए ल यहाँ अम्ब्रेला सिटी चल्न अरे रहेछ भन्दा एउटा गाडीले मलाई हान्दिएको खा खाना धन्दै डिलेट हुन्थ्यो यार फालिदिउँ यार तिमीहरूले भ्यायो भ्याएन यार भिडमा भएको कहाँ गयो तिनीहरू जता जतै नफाल ऊ त्यहाँ रहेछ आएको छ ल कहाँ गयो तिनीहरू ए ऊ त्यहाँ रहेछ नि एकजना त ल हामी चाहिँ गाडीमा चढ्यौँ है हाम्रो गाडी हो जाम कि कहाँ जाम के त्यही नै न ल हामी चाहिँ फ्रीको माल खाएर गाडीमा चढ्दै हो ओइ कहाँ भयो यहीँ अगाडि बसौँ न अब यहाँ छ एउटा